नेपालीहरू इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू छ भने कमेन्ट सेयरहरू सब्सक्राइब गरिदिनु होला। मेरो बाउ यहाँनिर मेरो बाउ हुनुहुन्छ छैन। अब यहाँनिर भनेको घर बनाउनु पर्छ, यसरी खान्छौँ न हामीहरू। राई लिम्बूले चाहिँ अगाडि नै दसैँ मनाइसकेको हुन्छ। उकालीको चिसो पानी खाइजाउ लाग्छ भनेर हौ र नाज्यौ खाइजाउ लाग्छ भनेर। यति राम्रो हाम्रो बाबु लैजाउ लाग्छ भनेर हौ र नाज्यौ लैजाउ लाग्छ भनेर। होइन अनि के गर्नु त, बाँचिन्जेल रमाइलो, मरेपछि त मेम्बी भइन्छ नि त। एकछिन भनेको अनि के गर्नु त, बाँचिन्जेल रमाइलो, मरेपछि त मेम्बी भइन्छ नि त। एकछिन भनेको हाम्रो त कुम्लो बोके बसाइ हुन्छ है। कोही नेपालीहरू इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू छ भने कमेन्ट सेयरहरू गरिदिनु होला। मेरो बाउ यहाँनिर मेरो बाउ हुनुहुन्छ छैन। अब यहाँनिर भनेको घर बनाउनु पर्छ, यसरी खान्छौँ न हामीहरू। राईबेटीहरू दिदीभाइ नेपालीहरूले हेर्नुहुन्छ भने मलाई हाई भनिदिनु। नभए नहेर्नेले चाहिँ बाई भनिदिनु हो, हेर्नेले हाई भनिदिनु, नहेर्नेले बाई हो। मेरो ढाका टोपी मात्रै छैन के हो, यहाँ ढाका टोपी ल्याउँ, ढाका टोपी हेर्नेलाई हाई नहेर्नेलाई बाई हो। ढाका टोपी लाउनु पर्छ भने म उयो लाउँछु। म भन्छु एकछिन बाउ यसरी राख्नु, म गीत गाइदिन्छु। आज पनि जाउँ भोलि पनि जाउँ एलै पर्सि तरेलैमा एलै पर्सि तरेलैमा। तिमी पनि काको आज हाम्रो आज भेटाको ढोल पिट्दैछ अरे, कहाँनिर ढोल पिट्दैछ कसले? यो घुँडा मैले राखेको मासु नखानु भनेको यो उपचार गर्दा पनि हुँदैन, चिनाउँछ कि काटिदिउँ हो। दुईजनाले पालेपछि गीत गाउँ न ल। तिमी र बाउले गीत गाउँछ ल दुईजना। बाउ रोक्दैन अन्त मिलेर अब उसले गाउँछ अनि ल। होइन उसको भाषा बाउ गर्दै। उकालीको चिसो पानी उकालीको चिसो पानी खाइजाउ लाग्छ भनेर हौ र नाज्यौ खाइजाउ लाग्छ भनेर। यति राम्रो हाम्रो बाबु लैजाउ लाग्छ भनेर हौ र नाज्यौ लैजाउ लाग्छ भनेर। होइन अनि के गर्नु त, बाँचिन्जेल रमाइलो, मरेपछि त मेम्बी भइन्छ नि त।